केही समस्या देखियो भने पहिले पिता तपाईँ हुनुहुन्छ, यो समस्या त केही होइन, तपाईँ महान हुनुहुन्छ, तपाईँले मलाई उद्धारको राज्यमा राख्नु भएको छ, आशीर्वादको राज्यमा राख्नु भएको छ, उन्नतिको राज्यमा राख्नु भएको छ। पिता हजुर हुनुहुन्छ हैन। त्यसै कारणले परमेश्वरमाथि आशा गरिएको मन, परमेश्वरमाथि भरोसा गरेको मन खोलाको किनारमा रोपेको बिरुवा जस्तै हुन्छ, हरियाली। खडेरी पर्दा पाखाहरूका सबै बोट बिरुवाहरू सुकेका हुन्छन्, घाँसहरू सुकेका हुन्छन्, ओइलाएका हुन्छन्, तर खोलाको किनारका बिरुवाहरू घाँसहरू हरियो भएको हुन्छ। समस्या आउँदा संसारका मनुष्यहरू ओइलाउनु भएको हुन्छ। कोरोना आउँदा हेर्नुहोस् त कति ओइलाउनु भयो, तर हामी ओइलायौँ त नै। हामी त अरू मन कोसँग लगायौँ, परमेश्वरसँग किन? हाम्रो आशा, हाम्रो भरोसा, हाम्रो मन कोसँग त एकमात्र सर्वशक्तिमान पिता परमेश्वरसँग। जब ईश्वर परमात्मासँग हाम्रो मन लाग्छ, तब जसरी यो तारको कनेक्सन ट्रान्समिटरमा छ र झलल्ल लाइट बलेको छ, यो तारको कनेक्सन ट्रान्समिटरमा छ र माइकबाट बोलेर हजारौँले आज ईश्वरका वचनहरू श्रवण गर्न पाएका छौँ हैन। त यो तारको कनेक्सन ट्रान्समिटरसम्म थिएन भने लाखौँको बत्ती फिट गरे पनि हुनेवाला केही छैन, त्यो लाइट बल्दैन। तर कनेक्सन ट्रान्समिटरसँग यो तारको छ भने तपाईँले 100 रुपियाँको मात्र बल्ब चिम लगाउनु भयो भने पनि झललल्ल उज्यालो दिएको हुन्छ। त्यस्तै हाम्रो मन डाइरेक्ट ईश्वरसँग कनेक्सन छ भने ईश्वरबाट झललल्ल बलेको ज्योति सामर्थ्य, यो वचन ज्योति हो, तपाईँको मनभित्र गयो, अँध्यारा रोगहरू हटिसक्यो, यो वचनले राज्य पाइसक्यो।